निस्किनु भएको छ के भयो भेटघाटमा कुराकानी बताइदिनु पर्यो। आज सम्माननीय प्रधानमन्त्रीज्यूसँग छलफल भएको छ। प्रधानमन्त्रीज्यूसँग छलफल गरेर विशेष गरेर मैले अहिले हामीले कर्णालीका विषयमा कर्णालीलाई अब जसरी पहिला हामीले बजेट माग्दाखेरि संसदमा बजेट भाषण च्यात्नु परेको थियो त्यो अवस्था नआओस् र कर्णालीमा अहिले विशेष गरेर सडकहरू विस्तार निर्माण गरियोन्। जसरी हामीले के गरेका थियौँ भने कर्णाली राजमार्ग स्तर उन्नति र समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्नका लागि प्रधानमन्त्रीलाई चाहिँ अहिले हामीले अपिल गरेका छौँ र त्यसै गरेर कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत दैलेख माबुलेख गाल्जे स्तर उन्नति गमगढी नाप्ते लाग्ना र अन्तर्जिल्ला मुगुको नाङ्गमदेखि रारासम्म कालोपत्र गरिनका लागि अहिले अपिल गरेका छौँ र साथै उर्थु लासी तल्फी पेरे सडक स्तर उन्नति गरेका छौँ। ताम्ती टोप्ला एमिल्चा जाजरकोटको सडक निर्माणका लागि स्तर उन्नतिको कामको अपिल गरेका छौँ। अब यो सबै पढेर सम्भव हुँदैन। अब धेरै लामो हामीले विभिन्न विकास निर्माणसँग जोडिएका छन् र सबैभन्दा ठुलो कुरा चाहिँ प्रधानमन्त्रीलाई अस्तिको पहिलाको सरकारले जसरी त्यो विकास निर्माणको सबै कुरा नहेरिकन जस्तै बजेट भाषणमा जस्तै स्कुल बनाउनु पर्छ भनेर दुर्गममा बजेट आयो तर अघिल्लो सरकारले चाहिँ त्यो बजेट रोकिदिएको अवस्था थियो। त्यो चाहिँ छिटो खुलाउनुस्, किनभने जहाँ आवश्यकता छ त्यसलाई खुलाउनुस्, जहाँ आवश्यकता छैन त्यसलाई बन्द गर्नुस्। यो हचुवा तालका आधारमा चाहिँ त्यो बन्द गर्ने काम चाहिँ गर्नु भएन। त्यसले गर्दाखेरि विकास निर्माणमा ठप्प भयो र अर्को चाहिँ अब जल ती ठेकेदारलाई कारबाही गर्नुस्, उनीहरूको लाइसेन्स रद्द गर्नुस्, उनीहरूलाई कालो सूचीमा राख्नुस्, पटक पटक म्याद थप्ने जो पहिला प्रवृत्ति थियो त्यो प्रवृत्तिको अन्त्य गर्नुस् र स्याउ आरु ओखर जडीबुटीहरू हुन्छ त्यो जडीबुटीमा कानुनहरू स्याउका कार्टुनहरू काठको आउनुपर्छ। जस्तै सिमलाबाट आउने स्याउ अहिले काठमा आउँछ, काठका कार्टुनमा आउँछ। चाइनाबाट आउने काठको कार्टुनमा आउँछ तर जुम्लाका स्याउ चाउचाउको कार्टुनमा यहाँ आउनुपर्छ। त्यो गर्दाखेरि 30% भन्दा बढी स्याउहरू कुहिएर जान्छ। 40% किसानहरू आज तपाईँको भोकमोकै बन्नुपर्ने अवस्था छ। त्यो भएको हुनाले वन ऐनलाई संशोधन गरेर काठको कार्टुन निर्माण गर्ने प्रक्रिया थालनी गर्नुहोस्। र अनि अर्को जडीबुटी अहिले बेच्ने मान्छे अपराधी जस्तो नेपाल प्रहरीले पक्राउ गर्छ। अहिले त्यति पक्राउ गर्दैन होला तर जडीबुटी बेच्नेहरूलाई जहाँ भेटाए त्यही छपाछप छोप्या छ, राज्यको ठुलै अपराध गरे जस्तो। त्यो चाहिँ कानुन संशोधन गर्नुहोस्। र अर्को जडीबुटी पाइने भनेको हिमाली जिल्लाका लेकमा हो। त्यहाँ चाहिँ कसैको व्यक्तिगत जग्गा, कोही जडीबुटी कम्पनीले भोलि जडीबुटी उत्पादन गर्न चाहन्छ, कोही किसानले उत्पादन गर्न चाहन्छ भने त्यो जग्गा लिजमा उपलब्ध गराउने र जडीबुटी खेती गर्ने र कर्णालीमा जडीबुटी प्रशोधन केन्द्रको स्थापना गर्नका लागि आज सरकारसँग अपिल गरेका छौँ। अब गर्छु भन्नुभएको छ, गर्छु र अझै फेरि बजेटभन्दा पछाडि पनि गर्छु र बजेटभन्दा अगाडि पनि गर्ने र जसरी अहिले हाम्रो राजमार्गका पिच गर्ने कुराहरूदेखि लिएर यो कुराहरू अगाडि भएका छन्। अब धेरै कुराहरू मैले दर्ता गराएको छु। प्रिन्ट मिडियाका साथीहरूलाई म पठाइ पनि दिन्छु जुन हामीले दर्ता प्रक्रिया कति छ यो नयाँ सरकारसँग। पहिलाको सरकारको जसको हाली मुहाली भयो उहाँले नै बजेट लिएर जाने प्रवृत्ति थियो। अब त बजेट पनि आउँदैछ। नयाँ सरकारसँग अपेक्षा के छ? तपाईँको एउटा रापरपाको प्रत्यक्ष निर्वाचित एक मात्रै सांसद। आवश्यकताको सिद्धान्तका आधारमा चाहिँ बजेट बाँडफाँड हुन्छ भन्ने मैले सोचेको छु। आवश्यकता कहाँ हो? अनि अर्को सबभन्दा ठुलो कुरा अहिले चाहिँ स्वास्थ्य बिमा रोकिएको छ। आज त्यो खुलाउन माग गरेका छौँ हामी। स्वास्थ्य बिमा रोकिएर आज अल्पत्र परेका छन् मान्छेले उपचार पाइरहेको अवस्था छैन। त्यो भुक्तानी भएको छैन, त्यो भुक्तानी गरिदिनुहोस् भनेको छ। र अर्को चाहिँ किसानले अहिले सबभन्दा ठुलो समस्या किसानले जस्तो कस्तो भने बिमाको समस्या छ र अर्को सहकारी ठगी। मेरो जिल्ला जुम्लामा मात्रै अहिले 4000 मान्छे सहकारी ठगीबाट पीडित छन्। ती सहकारी ठगहरूलाई पक्राउ गरेर उनीहरूको जायज जत्थाबाट सम्पत्ति असुलुपर गरेर र सहकारी पीडितको पैसा तिराउनुस्। सरकारबाट पैसा दिने होइन कि जो ठग हुन् तिनीहरूको सम्पत्ति बेचेर तिनीहरूको 3 पुस्ते सम्पत्ति असुलुपर गरेर पीडितको पैसा असुलुपर गर्नुहोस् भनेर आज प्रधानमन्त्रीले सुझाव दिएको छैन। राजनीतिक कुरा केही पनि भएको छैन, विकास निर्माणको कुरा मात्र भएको छ। यो पछिल्लो समय सरकारको गतिविधिलाई कसरी लिनु भएको छ? पार्टीले तपाईले भनौँ न होइन गर्नुपर्ने काम गरिराख्नु भएको छ। अदालत छ, कसैलाई चित्त बुझ्दैन भने अदालत जान पाइन्छ। विधिको शासन सबैले मान्नुपर्छ। हिजो उनीहरूले गर्दा सब कुरा सही, आज अरूले गर्दा सब कुरा गलत भन्ने हुँदैन। सरकारले पनि विधिको शासन प्रजातान्त्रिक प्रक्रियालाई अवलम्बन गरी र विधिगत रूपमा सरकारले गरेका काम यदि कसैलाई चित्त बुझ्दैन भने अदालत जाने बाटो खुला छ। प्रतिशोध भयो भन्नुहुन्छ उहाँहरूले भन्नुभएको छ। हैन प्रतिशोधमा उत्रियो सरकार पनि। अपराध गर्नेहरू सबैलाई पक्रिँदाखेरि सबैले प्रतिशोध भन्ला भोलि त्यसोको मतलब के कसैलाई नपक्रिने भन्ने हुन्छ त?
यदि प्रतिशोध हो भनेपछि अदालत गयो भइगयो त अदालत त खुला छ गृहमन्त्रीको एक्सनमा तपाईँको समर्थन छ होइन अहिले गृहमन्त्रीज्यूले गरेको काममा म अहिले पनि भन्छु तर अझै विधि पुऱ्याएर गर्नुहोस् किन कहिलेकाहीँ हतार गरेको कामहरू के हुन्छ भने विधिगत नभयो भने भोलि अदालतले तपाईँको क्लिन चिट दिन सक्छ ए ढङ्ग पुगेको छैन होइन त्यसो भन्न मिल्दैन तर अब किन अलिक विधि पुऱ्याएर गयो भने जस्तै छानबिन गर्ने सरकारले भन्दैछ सम्पत्ति त्यसमा चाहिँ सम्पत्ति शुद्धिकरणको त्यसमा चाहिँ तपाईँको राय के छ आफू पनि पढ्छु भनिसकेको छैन होइन म त सार्वजनिक पदमा बसेकै छैन कोही मन्त्री सन्त्री भएको छैन र अर्को कुरा यो मेरो सडकमा कुटाइ खाएको मुद्दा हो म अत्यन्त खुसी छु यही सम्पत्ति सार्वजनिक सम्पत्ति छानबिन गर्नुपर्छ 2046 सालदेखि भन्दाखेरि चितवनमा मारेर फाल्यो सुर्खेतमा कुट्या त आज होइन भनेपछि यो चाहिँ जुगदेखि उठाएको मुद्दा हो मैले अस्ति पनि लेखेँ पटक जेल परिएको पटक ज्यान मार्ने हमला भएको भ्रष्टाचारका विरुद्धमा आवाज उठाउँछ कार्यान्वयन गर्नुको सट्टा आवाज सुन्दा पनि सुनेनन् अहिले कार्यान्वयन गर्ने निकाय चाहिँ गृह मन्त्रालय र सरकारले अगाडि बढाएको छ अत्यन्त हर्षित छु अझ यसलाई सशक्त बनाएर अगाडि बढाएको 6वटै प्रधानमन्त्री पूर्व प्रधानमन्त्री विरुद्ध सम्पत्ति शुद्धिकरण लाग्दै गर्दा सबै जेल जाने सम्भावना उत्तिकै छ अनि अपराध गरिसकेपछि र भोलि तपाईँको प्रमाण भेटिसकेपछि अहिलेका प्रधानमन्त्री मात्र होइन अहिलेका बहालवाला मन्त्रीहरू पनि जेल जानुपर्ने अवस्था आउन सक्छ त्यो भावना सबैलाई अध्यक्षले त स्पष्टै भनिसक्नु भएको छ सबभन्दा पहिलो राजेन्द्र प्रसाद यो सरकार अझै विधिगत पुर्याएर गर्नुहोस् अझै सशक्त भएर गर्नुहोस् 2-4 जना मान्छेले विरोध जहिले पनि ख्याल गर्नुहोस् प्रजातान्त्रिक अभ्यासमा अगाडि गर्नुहोस् जुम्लातिर छन् कि छैनन् मानेजी यसरी भागेकाहरू राजनीतिक रूपमा पहुँचमा भएका अब गर्नुपर्ने छ जस्तो स्थानीय तहमा छन् विशेष गरेर किनभने गाउँपालिका अध्यक्षहरू मेयर भइसकेका एउटा गाउँपालिका अध्यक्षको त भिडियो आएको छ पर्ने भनेर तिनलाई पनि अब खोजिरहेछन् होला जस्तो लाग्छ मलाई बालनजीले कति बोल्नु हुँदो रहेछ किनकि धेरैले भन्थे बालन बोल्नुहुन्न गर्दा गर्दा उहाँको कति खुल्नु भयो कति चाहिँ अब यो संवाद भयो फिल्मी प्रश्न होइन यो एजेन्डामा बोल्ने कुरा हो एजेन्डा साथीहरु सरी है यहाँ